यो डिस के साथीहरू हिजो अस्तिदेखि नै मेरो फिडमा आइरहेको थियो कि अनि बनाऊँ त भनेर कस्तो हुन्छ फर्स्ट टाइम ट्राई गरेको अनि एकदम टेस्टी हुँदो रहेछ के हाम्रो घरमा त खासै लौका कसैलाई मन पर्दैन तर यस्तो चाहिँ बनाएर खाँदा चाहिँ एकदमै मिठो हुने के सबैले खानुभयो बच्चाहरू पनि अनि घरका ठुला मान्छेहरू पनि कस्तो मिठो हुने के अनि यसमा जे जे इन्ग्रिडियन्ट्स चाहिन्छ मैले सबै मेन्सन गरिदिएछु लेखिदिएछु यसमा अनि बनाउनु होला। त्यसपछि पकौडा बनाइसकेपछि मेथीको तड्का लाउने अनि तेजपत्ता हाल्ने अनि काटेको प्याजलाई गोल्डन ब्राउन हुनसम्म भुन्ने अनि उठिसकेपछि अदरक लसुनको पेस्ट मैले लेखिसकेको छु माथि पनि राम्ररी भुटिसकेपछि त्यसमा हामीले एड गर्ने सबै मसलाहरू बेसिक मसला अनि त्यसपछि राम्रोसँग भुट्ने छोपेर फेरि त्यसै अनि त्यसमा पानी हालिदिने पानीलाई एक बोइल आउनसम्म चाहिँ वेट गर्ने एक बोइल आइसकेपछि हामीले अघि नै छानेर राखेको लौकीको पकौडीलाई हाल्ने अनि त्यसपछि रेडी हुन्छ। ट्राई गर्नु होला खानु होला। थ्याङ्क्स फर वाचिङ।